डाइरेक्ट एप्लाई नगर्नु है, अथवा बस्न नि सक्छ यो के हो मिस? गाजर पोमेटको कालोवाला क्या के छुट्यो साह्रो लिपस्टिक तलको बेस छुट्यो। जुन कलर हामीले बेस लगाएको थियौँ नि माथि सेम त्यही कलर गाजलको तल। फेरि आँखाको भित्र होइन है, त्यो गाजलको तल हो, एकदम पातलो लाइन दिनु होला। पहिले मस्कारा लगाइदिएको भए यसरी झन्झट हुन्थेन नि मलाई छोप्नलाई। के छुट्यो के सिम्पल मेकअपमा आउँदैन नि त्यो त ओभर भयो। त्यो मेकअपलाई त ब्राइडलमा जान्छ। केही छुटे जस्तो लाग्यो? लिपस्टिकले पहिलेबाट लगाएको अर्को लगाइदिनु लिपस्टिक। लाइनर मात्र लगाइदिन्छु, ल्याउ त लाइनर। केही सोध्नु पर्ने? आफूमा गुनगुन गर्नु भन्दा राम्रो मलाई क्वेसन गर्नु। त्यो टीका राम्रोसँग बसेछ नि। उसले पहिले लगाएको थियो कि हातमा, निकालेर लगाइदिएको त्यही भएर। केही सोध्नु पर्ने? पानी निस्कियो। डाइरेक्ट एप्लाई नगर्ने है सेटिङ स्प्रेमा, यस्तो पानी पनि आउँछ यसमा फेरि त्यसो। ब्रस मैले युज गर्ने ब्रस फेरि अर्कै भेटाउनुहुन्छ हजुरहरूले किन्दाखेरि अर्कै ब्रस पर्छ है। मेरो 4-5 वटा मेरो ब्रसमा त लगभग 50 पिस होला, तर मलाई युज हुने यति छ। यो चाहिँ आइब्रोको लागि भयो, अनि यो चाहिँ एङ्गल ब्रस।